ए ठोक्दैन नि ठोक्यो दाबे के गरेको त्यतिकै घुमिराखिरहेछ कुचुवाको ल सानी मिठो आइसन त्यहाँ बसेछु आउने पापासँग दिउँसो के खाइसो अन्डा र ओरेन्ज दुइटै खाइसक्यो ओरेन्ज पनि खानुभएको बुल्यो थियो गम्ले थियो बोल्नुहुन्न सानी फेरि नबोलेपछि कसरी जान्छ ए हल्लाको हल्ला गर्नु हातले के थाहा छ मलाई कति गते सु गरेको आज कति गते मङ्सिर बर्थडेकै महिनामा सुकेर डुम्म भएको फुलेको हो खुस्किरहेछ क्या सिलाउनु सबै त्यस्तो हुँदैन जान्ने हेर्नु न त आफ्नो लजिक नदिनु न जे कुरामा पनि भनेको खुस्किन्छ मैले कसरी खुस्काएँ सिलाइ पेडाङ पुडिङ गएछ तपाईँले खुस्काएको भनिनँ मैले सबै खुस्किएछ चाहिँ भने मैले सुकाएर त हो नि यस्तो हो पुरा सुकाएको हुँदैन ल पुरानो भएर भएको भन्न खोजेको दुईटा सानसानो सिट यो छुट्याउँ त यो सिट यो फट र यो फट ठाट के गरेको त हिँड्न प्र्याक्टिस गरेको छेक्न चाहिँ नछेक्नु बोलेको बलिन्छ अहिले त्यस्तो हो त्यस्तो गर्दा लाग्छ यसरी लड्यो के ए भन्दा भइगयो नि त आत्तिनु पर्दैन योसँग त्यस्तो गर्दो रहेछ र पनि अहिले उसलाई देखेर गरे होला ठिक छ त खेल्छ त दादासँग हो यसो गरेर आउनु भनेको होला उसले नभए दादालाई अनि आज तपाईँलाई बिहान के गरेर थाहा छैन मलाई मुतो भन्ने थाहा छ उछानमा मुतेर पनि यस्तो मुतो कि मुतेर नुहाएको त थाहा छ मलाई नुहाएको थाहा छ कसरी लुगा धोइदिनु पर्छ कट्टो धोइदिनु पर्छ ए कट्टो धोइदिएको छ लुगा थर्माकोल के माछेको नगरेको बेला चाहिँ गर्छ बाउ त्यत्रो मुत्ता पनि लागेको छैन अलिकति फिल भएको छैन त्यस्तो नि आची गरेको छ भन्छ त पहिले नि राख्नु यहाँ बस्नु न त त्यहाँ हातमै बोकेर आउनु त त्यो बोकेर माथि राख्नु तिम्रो हग्ने मुत्नेको के ठेगान छ र बर्थडे जबसम्म मुत्न छोड्दैन तबसम्म मनाउने होइन तँ नगर्दै त बाबुको मजा किन फालेको थाको आऊ कान्छी आऊ ए चाच बाबु दिन्छ त्यो चाचलाई फेरि नानीको कान्छी कान्छी आऊ बाबु एउटा बिस्कुट देऊ त्यही छ त पकाएर राखेको ओ बाबु एउटा ल्याइदेऊ के पकाउनु नदेऊ त्यसलाई हुँदैन मलाई देऊ तँ अर्को चाहिँ दिएको भन्दा नि भइहाल्यो अब अनि त्यो प्लास्टिक बन्द गर है आऊ नुनु गाइदिनु आऊ एउटा पाडा खुवाएको तपाईँको म्याउ म्याउ बिरालो लाउनु त यस्तो नाच्छ कि खुट्टा हेर्नु यसो भिडियो खिचिदिनु